हामीले यति 2 पोका च्याउको बिउ यति बोडीको बिउ हामीले पाउँछौँ। हामीले पालिकाका प्राविधिकहरूलाई पनि धेरै दुःख दिएका छौँ। हेर्नु त्यो ज्ञान केही पनि छैन। यसो पात सुक्न थाल्यो, पानी कम भएर भए पनि प्राविधिक खोज्न हिँड्छौँ। त्यो भएको हुनाले अब प्रदेश सरकारले स्थानीय तहले जुन कृषकहरूलाई लगानी गर्ने कुरा हो त्यसमा चाहिँ समाजमा बेरोजगार रहेका युवाहरूलाई सामूहिक रूपमा जम्मा गरेर केही पैसा लगानी गरेर तालिम प्राप्त बनाएर 2 दिन 4 दिनको तालिम होइन, उनीहरूलाई सामान्यतया अलि लामो तालिम दिएर विज्ञ बनाएर जति पनि सरकारी सङ्घ संस्थाका जग्गाहरू खाली छन् त्यसमा धेरै ठुलो कुरा पनि गर्नु पर्दैन। अहिले के छ, एकजनाले गाई पाल्यो टोलभरिले गाई पालिदिन्छ। हेर्नु एउटा काउमेट त्यो 5-7 हजारको काउमेट एकजनाले पायो भने अनुदान खायो यसले सर्वस्व पारो भन्ने खालको कुरा छ। त्यो भएको हुनाले पृथक खालका हामीले ती बाँझो ठाउँमा अर्डर मात्रै जोतेर छरिदियौँ भने अर्को सिजनसम्म केही गर्न पर्दो रहेछ। मैले अहिले 1.5 कट्ठामा अर्डर छरेको थिएँ, मुलुक अर्डर भयो, मलाई वर्षभरि किन्न पर्दैन, जबकि 450 किलोसम्म अर्डरको दाल किन्न पर्ने अवस्था रहन्छ। र अर्को कुरा एकदमै सस्तो मूल्यमा सामान्य सिँचाइ र सामान्य मलको व्यवस्था गर्न सकियो भने त्यो बाँझो खेर गएको जग्गामा चाहिँ अदुवा खेती र बेसार खेती पनि हामीले गर्न सक्छौँ। त्यसमा लगानी गरेर त्यो बेसार लगाएदेखि बजार व्यवस्थापन गर्नेसम्मको अनुदान सबै अनुदान प्रदेश र पालिकाले नदिइकन ती समूहमा हामीले लगाउने जुन बेरोजगार युवाहरू हुनुहुन्छ उहाँहरूलाई पनि आफ्नो लगानी गर्न लगाउने, स्थानीय निकायले पनि र प्रदेश सरकारले पनि त्यो मेसिन त्यो पिनेर धुलो बनाएर प्याकेजिङ गरेर बेच्ने सम्मको खर्च पुग्ने गरी त्यो संयुक्तमा त्यो सरकारले मात्रै खर्च दियो भने त्यो सरकारी पैसा भन्ने हुन्छ। हामीले पनि जस्तो 1 करोड लाग्ने हो भने युवाहरू मिलेर 50 जना युवाले 1 लाख रुपियाँ उठायो भने पनि 50 लाख हुन्छ। अरू थप पैसा चाहिँ स्थानीय तहले प्रदेश सरकारले दिएर गर्न सकियो भने यता उद्यमशीलता पनि युवाहरूमा आउने र खेर गएको जग्गा पनि सदुपयोग गर्ने भएको हुनाले यो निर्वाचन क्षेत्रमा एउटा ठुलो रूपमा देखिएको समस्या यो पनि भएको हुनाले र यहाँ साथीहरूबाट नआएको हुनाले यो कुरा राख्न चाहे। हस्त, धन्यवाद, नमस्कार।